हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मेरो डे 2 भोइस ओभर हो। भ्लगिङ गर्न चाहिँ मनपर्ने तर फेरि भिडियो पोस्ट नगर्ने। एनिवे गाइज, अब चाहिँ म भोइस ओभर गरेर लगाउँछु भनेर सोचिरहेको छु। त्यसको साथसाथै आज चाहिँ हामी किमा रोल्स बनाएर खाने विचार गऱ्यौँ। हामीले सबै सामग्रीहरू चाहिँ तयार पारेर राखेका छौँ। ल आउनुहोस् सबैजना मिलेर आज किमा रोल्स बनाऊँ। नेपालमा हुँदा चाहिँ धेरै खाइन्थ्यो, अनि भिडियोहरू देख्दाखेरि चाहिँ कति धेरै क्रेभिङ हुने के, अनि त्यही क्रेभिङ भएर आज चाहिँ हामीले बनाउने तयार गरिरहेका छौँ। खाने इच्छा बनाउने जागर भएपछि त बनाएर खानै पर्यो होइन साथी। त्यही सोचेर आज हामी दुईजनाले चाहिँ किमा रोल्स बनाएर खाऊँ भनेर बनाउँदैछ। ल हेर्नु त, किमा रोल्स त बनेर रेडी हुन आँटिसक्यो। बनाउँदा बनाउँदै यति धेरै खान मन लागिसक्यो, यति धेरै क्रेभिङ भइसक्यो है हामीलाई। हजुरहरूलाई पनि पक्कै भयो होला भिडियो हेरेर हो कि नै भन्नु त। एनिवे कुरा गर्दा गर्दै हामीले चाहिँ किमा रोल्स बनाएर भ्याइसक्यौँ। अनि अब म एकदमै मजाले मिक्स गर्छु। मिक्स गर्दाखेरि झन् यति धेरै खान मन लाग्थ्यो है। अनि त्यसपछि हामीले खायौँ। फेरि हेर्नु न, यति बेला मेरो मुखमा चाहिँ फेरि घाउ आउनु परेको है। घाउ आयो पनि तर म खान त कहाँ छोड्छु र। फेरि पनि अर्को भिडियोमा भेटौँला। बाई बाई।